माता। श्रद्धेय श्रोता महानुभावहरू, हामी माझ 2082 सालको श्री पञ्चमी वसन्त पञ्चमी यानी सरस्वती पूजा आइसकेको छ, नजिकिसकेको छ। यही माघ महिनाको 9 गते शुक्रबारका दिन श्री पञ्चमी परेको छ। हामीले यस दिन माता सरस्वतीको खूब आराधना आदि गरेर माता सरस्वतीको उपासना गर्नुपर्दछ। हुन त विद्यार्थी जीवनमा अथवा जुनसुकै क्षेत्रमा पनि हामीले ज्ञान प्राप्ति गर्नका निमित्त सरस्वतीको आराधना गर्नै पर्छ, तर त्यही पनि यस दिन चाहिँ विशेष दिन हो। सरस्वती मातालाई आराधना गर्ने दिन रहेको छ। यस दिन हामीले नयाँ बालबालिकाहरूलाई अक्षर चिनाउनका लागि सुरुवाती गर्ने दिन पनि हो। विद्यालय आदिमा भर्ना गराउने दिन पनि हो। आदि चाहिँ यी सरस्वती माताका विषयमा जुन ज्ञान प्राप्त गर्नेका विषयमा चाहिँ हामीले कार्यलाई शुभारम्भ गर्ने यस विशेष पर्व हो। र यस दिन हामीले पूजा गर्दाखेरि सरस्वती भगवतीलाई पुस्तक स्वरूपमा अथवा पटचित्रमा, फोटो आदिमा, मूर्ति आदिमा आफूसँग हामीसँग नजिकमा जे छ त्यसैमा चाहिँ भगवतीलाई स्मरण गरेर हामीले सरस्वती माताको वन्दना, पूजन, अर्चना आदि गर्न सकिन्छ। र यसरी गर्दाखेरि हामीलाई सद्बुद्धि ज्ञान प्राप्ति हुन्छ भनेर चाहिँ शास्त्र आदिमा वर्णन गरिएको छ। यहाँहरूले आफैले पनि अनुभव गर्नुभएको होला। जुन भगवतीको विशेष रूपले आराधना गरेर भगवतीको कृपा प्रसाद प्राप्त गरेर यहाँहरू कति विद्वान, कति ज्ञानी जन पनि बनिसक्नु भएको छ। तसर्थ आउनुहोस् अब यस सरस्वती पूजाको अवसरमा हामीले प्रार्थना गरिने केही श्लोक, केही मन्त्रहरूलाई पनि हामीले यहाँ उच्चारण गरौँ, भगवतीलाई प्रसन्न तुल्याउँ। ओम सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे। प्रथमं भारती नाम, द्वितीयं च सरस्वती, तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी, पंचमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी, अष्टमं वरदायिनी, नवमं बुद्धिदात्री च, दशमं ब्रह्मचारिणी, एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी, द्वादशैतानि नामानि त्रिसन्ध्यम्य पठेन्नर, जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती। यहाँ बताइएका यी 12वटा नामले स्तुति गरेको स्तोत्र सधैँ पाठ गर्नाले, यी 12 नाम भगवतीलाई अर्पित गर्नाले सरस्वती मातालाई यो तीनै कालमा हामीले बिहान, दिउँसो र बेलुका अथवा त्यो तीनै समयमा भ्याइएन भने पनि दिनमा प्रातः एकचोटि भए पनि भगवतीलाई स्मरण गरियो भनेदेखि हामीलाई यो जिब्रोमा, हाम्रो जिब्रोमा सरस्वती भगवती वास गरेर हामीलाई सद्विचार, सद्वाणी चाहिँ प्रदान गर्न सामर्थ्य हामीले प्राप्त गर्दछौँ। त्यसर्थ यो दिव्य स्तोत्र हामी सबैले पाठ गरौँ।